हेलो गाइज वेलकम टु माई शिवजट्टा ब्लग। म चाहिँ इटरीबाट गाडी चढेर धरान जाँदै थिएँ। मेरो बहिनी पनि थिए। बहिनी चाहिँ अगाडिको सिटमा भएर त्यो अहिले यहाँ छैन। अनि धरानको बस पार्कभन्दा वरै उतारिदिन्छ आजकल। अनि त्यहाँबाट हामी अटो चढ्यौँ। अनि अटो चढेर हामी धरानको भानुचोकतर्फ जाँदैछौँ। अनि हामी भानुचोक पुग्यौँ। भानुचोकको टावर देखाउँदैछु धरानको म। बहिनीले भिडियो गर्दैछ। अनि हामी उकालो चढ्यौँ। त्यहाँबाट हिँड्दै हिँड्दै जाने भन्ने प्लान थियो हाम्रो माथिसम्म। अनि हाइकिङ गएको हो नि त, हिँड्दै हिँड्दै जानु पर्यो। अनि बिच बिचमा यसो फिल्म पनि गर्नै पर्यो। हामी हिँड्दैछौँ भनेर देखाउनै पर्यो। अलिअलि भ्यू पनि देखाउनै पर्यो। अनि बहिनी चाहिँ मख गर्दै भिडियो बनाउँदै चाहिँ मेरो क्यामेराम्यान उसलाई लगाएको थिएँ मैले। अनि हामी यस्तो हिलो बाटो जाँदै थियौँ। फलो मी भन्दै थिएँ म चाहिँ। यस्तो बाटो हिलो थियो, एक ठाउँ दुई ठाउँमा चाहिँ, नत्र बाटो कच्ची थियो तर राम्रो थियो। प्राय मान्छेहरू जाँदाखेरि चाहिँ अटोतिर जानु हुँदो रहेछ। हामी चाहिँ हिँड्दै गएको थियौँ। अब हाइकिङ गएको के अटोमा जाने भनेर मजा भइरहेको थियो। तर हामीलाई अलि माथितिर पुगेपछि चाहिँ गर्मी भइरहेको थियो। गर्मी पनि निकै थियो त्यो दिन। घाम मस्त लागिरहेको थियो। फेरि अलिअलि पाहाडको हावाले चिसो पनि भइरहेको थियो। अनि मजाले हिँड्यौँ हामी। यस्तो हिलो बाटो थियो। अनि त्यहाँनिर एउटा अङ्कल चाहिँ बाख्रा लिएर आउनुभएको थियो। अनि यहीँ माथिसम्म मात्रै हिलो छ, त्यसपछि राम्रो छ, जाऊ भन्नुभयो। अनि हस् भनेर गयौँ हामी। म चाहिँ बाटो यस्तो छ भन्दै देखाउँदै थिएँ। पछाडि बहिनीले चाहिँ रेकर्ड गर्दै थिए। अनि यस्तै हरियो परियो हेर्दै हामी गयौँ। अनि अलि माथि पुगेपछि हामीले शिवजट्टाको बोर्ड देख्यौँ। अनि यहाँनिर चाहिँ खुट्टा पुरा हिलो भएको थियो नि त। अनि हामीले धोयौँ, दुईजनालाई नै जुत्ता पुरा यस्तो माटोले भरिरहेको थियो हाम्रो जुत्ताहरू। अनि त्यसपछि त्यो धोएर हामी चाहिँ अगाडि बढ्यौँ जाँदैछौँ हामी। अनि यो साइडमा चाहिँ कस्तो पहिरोहरू पनि गइरहेको थियो क्या, यस्तो भिड थियो। अनि यहाँबाट तँलाई खसाल्दिउँ भन्दै बहिनीलाई जिस्काउँदै पनि थिएँ। म चाहिँ फुरफुर कुद्दै थिएँ, एकदम खुसी थिएँ नि त। कति पछि घरबाट निस्केको। अनि मख परिरहेको थिएँ म चाहिँ। अनि त्यसपछि के भन्दै थिएँ मैले बिर्सिसकेँ। मख पनि पर्दै थिएँ। बहिनीले क्यामेरा बेला हल्लाउँदै पनि चाहिँ छिटो हिँड न भन्दै थिएँ। म चाहिँ पोज गर्दै बस्दै थिएँ मख पर्दै। अनि अलि माथि पुगेपछि अलि एस्थेटिक भिडियो चाहियो भनेर मैले बोतल बोकेर भिडियो बनाएँ। हिँडेँ अलि माथि पुगेँ। त्यसपछि फनक्क फर्केर फेरि पोज मार्न थालेँ। यस्तो गर्दै माथि पुग्यौँ हामी। अनि मैले पोज मारिसकेपछि अब मेरो बहिनीको पालो आयो। त्यसपछि मेरो बहिनीले पोज मार्दै चाहिँ एउटा पेन्ट तल एउटा माथि लागि चाहिँ माथि हिलो भयो भनेर माथि तानेकी थिएँ। अनि गर्मी भयो हुँदै उफ गर्दै थिएँ म। अनि के भन्दै थिएँ मैले बिर्सेँ। अनि यसको देखो जो पसन्द आयो वो कमेन्ट गरो पनि भन्दै थिएँ म यति बेर। अनि यस्तै गफ त गर्नै पर्यो। अब थकाइ मेटिन्छ नि त अलिअलि गफ गर्दै। अनि अलि माथि पुगेपछि एउटा ढुङ्गा आयो। कस्तो राम्रो भ्यू देखिरहेको थियो यहाँबाट, जुन चाहिँ क्यामेराले पनि जस्टिस गरेको छैन। तल खोला पनि देखिरहेको थियो। अनि अब अलिकति केही देख्ने बित्तिकै पोज नमार्ने त कुरै भएन। पोज त मार्नै पर्यो। अनि दौडिएँ फेरि। अब बच्चापन त छँदैछ दिलभित्र, देखाउनु त पर्यो अलिअलि। अरूको अगाडि, भाइ बहिनीहरूको अगाडि नदेखाए कसको अगाडि देखाउने। भाइ बहिनीलाई पनि इन्टरटेनमेन्ट त दिनै पर्यो। अनि मैले पोज मारेँ। अनि एक ठाउँमा रेस्ट गर्न बस्यौँ हामी। कस्तो एकदमै पिसफुल इन्भाइरोमेन्ट थियो यहाँनिर चाहिँ। एउटा आन्टीको पसल थियो। त्यसपछि हामी फेरि माथि गयौँ। अनि यस्तो राम्रो खोला थियो। अनि त्यहाँ पनि यसो पोज त मार्नै पर्यो। फेरि पोज त मार्नै पर्छ घुम्न हिँडेपछि, के काम होइन। अनि होइन म माथिबाट आउँछु नि यहाँ मेरो भिडियो गर्दै भनेर लाएँ फेरि। अनि म बिस्तारै मलाई फेरि हिँड्न अलिक डर लाग्छ। अनि तेर्सो बाटो मात्र हिँड्ने बानी भएको हुन्छौँ नि त हामी। अनि अलिअलि पाहाड हिँड्न गाह्रो भइरहेको थियो। अनि उफ्रिँदै ओर्दै भए पनि झर्न चाहिँ। अनि मख लास्टै मख के म। अनि यसो भ्यू पनि देखाउनै पर्यो। अनि त्यसपछि यस्तै भ्यू हेर्दै हामी माथि गयौँ। निकै टाइम लाग्यो हामीलाई भानुचोकदेखि माथि पुग्नलाई।
लगभग 2 घन्टा जति लाग्यो होला। अनि माथि पुग्यौँ हामी। अनि माथि एउटा पुल थियो, तल पुल देखिरहेछ। बहिनी आउँदै चाहिँ अनि एउटा शिवलिङ्ग रहेछ। अनि यसो भिडियो लिइहालेँ। अनि मेरो राम्रो भिडियो निकाल्दै ल भनेको त्यहाँनिर सिँढीमा भरे सिँढी सकेपछि भिडियो भएछ। अनि सिँढीको भिडियो चाहिँ मैले अलिक माथि गएपछि बनाएँ। अनि हिँड्न मजा आइरहेको थियो। खानेकुराहरू हामीले घरबाटै बोकेको थियौँ। अनि त्यही झोला झुन्डाउँदै हिँड्नु पऱ्यो। अनि त्यसपछि अलिक माथि गएपछि फेरि एउटा 2जना हिँडेको भिडियो बनाऊँ न अगाडिबाट भनेर बनाएँ मैले। अनि त्यसपछि झोला बोक्नु न भन्दै थिएँ, म किन बोक्नु भन्दै थिएँ म चाहिँ। त्यहाँ गएपछि नि अब फेरि फनाना घुमिकन हुँदैन, घुम्न गएकै हो। अनि घुम्नु पऱ्यो, यसो 2-4वटा पोज मार्नु पऱ्यो, 2वटा 3वटा भन्नु पऱ्यो। हामी 2जना आएको भन्दै थियो, आएको है त्यो 2 भनेको चाहिँ। अनि म ब्याग लिन गएँ, फेरि लिएर आएँ। अनि फेरि अलिक माथि गएपछि फेरि एस्थेटिक भिडियो चाहियो, सिँढी आयो नि त। अनि सिँढीमा फेरि अर्को भिडियो बनाएँ मैले। अनि यो खोल्साखोल्सीहरू पनि देखाइदिएँ है। भनेको एउटाले क्यामेरा पुरै 360 रोटेट गरेर देखाइदिएछ। अनि त्यस्तै उस्तै भयो। अनि हामी त्यस्तै गरेर माथि पुग्यौँ। अनि माथि पुगेर म दौडिन्छु भिडियो बनाइदिएँ ल भनेको एकचोटि दौडिँदै घुम्न लागेको। घुम्दै झन्डै लडेँ, समातेँ। अनि त्यसपछि फेरि कुद्न थालेँ। अनि कुदेर त्यो चाहिँ माथि शिवजटा पुगिसकेपछि तल खोलाको भिडियो हो। खोलाको भिडियो चाहिँ मैले त्यस्तो धेरै मजाले बनाइनँ, तल नुहाउँदै हुनुहुन्थ्यो मान्छेहरू, त्यही भएर। अनि तल हामी खाजा खानेर बस्यौँ। अनि खाजा खाने स्पोट भन्दै देखाउँदैछु म चाहिँ। अनि हाम्रो स्पोट एकदमै राम्रो थियो, ढुङ्गामा बसेर खाएको थियौँ हामी। अनि चियर्स गरेर हामीले चना आलु खायौँ। अनि यस्तै भिडियो बनायौँ, गफ गऱ्यौँ, बस्यौँ। के गर्नु त अब, 2जना छौँ भन्दै फेरि देखाउँदैछ यो चाहिँ। अनि कता के हुन्छ नि त, केटी मान्छे भएपछि गफ गर्दै खाजासाजा खायौँ, रमाइलो भयो। अनि म चाहिँ के हेर्दै थिएँ थाहा छैन मलाई, त्यहाँनिर कति धेरै माकुरा थिए, यति धेरै माकुरा थिए कि त्यो एउटा रुखमा कम्तीमा नि 10वटा माकुरा थियो होला नि। म हेर्दै थिएँ। अनि हो त्यस्तै के भन्दै हामीले खाजा खायौँ। खाजा खाएको भिडियो अलिक छिटो बनाउनु पर्ने रहेछ, अलि ढिलो भयो। अनि त्यसपछि बहिनीले कोक खोले कि अरे, कोक खोला सबै अनुहारभरि लगाए। अनि हामी हाँस्दै थियौँ। त्यसपछि एउटा भिडियो सुट गऱ्यौँ हामीले, यो सेकेरेवाला, जुन चाहिँ यो भिडियो कोकसम्मको बनाउनेवाला थियो, बनायौँ। त्यसपछि हामीले खाजा खाइसक्यौँ। अनि यहाँ माकुरा फ्लेक्स गर्दै थिएँ, अलि माथि पनि टन्नै थियो। मैले चाहिँ त्यो एउटा ठुलो थियो, त्यही भएर क्याप्चर गरेको थिएँ। अनि देखाइहालेँ मैले यहाँनिर कस्तो मजाले बनाएको थियो क्या। अनि अब खाइसकेपछि लिपस्टिक गयो, फेरि पोत्नै पर्यो। अनि पोत्दै थिएँ म। अनि खै के भन्दै थिएँ। अनि लिपस्टिक लगाएर अब टल्केर फेरि फर्किनु पर्यो नि त। अनि दलदाल पारेँ, हेर मुख बटारेको मैले, मुख बटारेँ। अनि एउटा अङ्कलले यता हो जाने बाटो भन्दै हुन्थ्यो, होइन उता माथिबाट छ बाटो भन्दै थियो। म यहाँनिर चाहिँ त्यहाँ एउटा अङ्कल आउनुभएको थियो, सोध्दै हुनुहुन्थ्यो यहाँबाट जाने हो भनेर। ऊ माथिबाट भन्दै देखाउँदैछु म। अनि फर्किँदाखेरि यो पुलमा यसो पोज मारौँ न भनेर मार्दै थिएँ। अनि पोज मारेँ। अनि भिड थियो त्यहाँनिर। अनि छिटो गरेर पोज मारेर निस्क्यौँ हामी। अनि त्यसपछि यो चाहिँ अलिक ओह्राएपछि एक ठाउँमा रेस्ट गर्न, फर्किँदाखेरि रेस्ट गर्न बसेको थियौँ। त्यहाँबाट देखेको भ्यू हो यो। यस्तो राम्रो के, पहाड भनेको पहाडै हो। अब हामी सुख भनेर तराईतिर झऱ्यौँ, फेरि मनपर्ने चाहिँ पहाड नै। अनि यसो रेस्ट गरेको बेलामा फ्लेक्स हानौँ न भनेर हामी एकअर्कालाई फ्लेक्स हान्दै बस्दैछौँ। गर्मी भएर गलेर बसेको भन्दैछु म। अनि त्यसपछि फेरि हिँड्नै पर्यो। अनि तल आएर बस चढ्यौँ। अनि बस चढेर आयौँ, धरान झऱ्यौँ। अनि धरान आइसकेपछि बाटोमा एक ठाउँमा मेरो भिडियो बनाइदिए ल भनेको, ड्राइभर दाइले त हाम फाल्न लागेको हो भने चाहिँ नफाल्नु है, बमिट आउनु लाग्यो भने चाहिँ प्लास्टिक दिन्छु भन्दै मलाई जिस्काउँदै हुनुहुन्थ्यो। अनि मैले होइन मलाई भिडियो बनाउन मन लाग्यो, त्यही भएर यसरी बनाएको भनेर भने। अनि यो चाहिँ हामीले माथि बनाएको टिकटकहरू हो। यसो वाक गरेर कस्तो राम्रो सिन थियो नि त, सिन त छुटाउनै हुँदैन।
खाना छुटाउनु हुन्छ, जे गर्न नि हुन्छ, घुम्न जाँदाखेरि सिन चाहिँ छुटाउनु हुँदैन। इन्जोय गर्दै थिएँ म पुरै फन। त्यो दिन म घुम्न हिँडेको भनेर पुरै फन घुमिरहेको थिएँ। मलाई मजा पनि आइरहेको थियो। अनि यहाँनिर चाहिँ कमर पकड्के खिचेवाला हाम्रो भिडियो हुँदै थियो। सम्झिँदा पनि हाँसो लागिरहेछ। कुतु लागेर मलाई चाहिँ कमर पकड्के खिचे भन्दै भिडियो बनाएको थियौँ हामीले। अनि त्यो भिडियो पनि भयो। अनि यहाँ 2 जनाको भयो, यता मेरो सिङ्गल भिडियो भयो। अनि यस्तै गरेर हाम्रो दिन चाहिँ पुरै समापन भयो। यस्तै रमाइलो भयो। तपाईँहरूलाई पनि रमाइलो गर्न मन छ भने शिवजात्रा जाँदा हुन्छ, एकदम रमाइलो हुन्छ। अनि त्यसपछि यहाँ अर्को खोइ के गीत थियो मैले बिर्सेँ। अनि त्यसमा पनि भिडियो बनाउनै पर्यो, कमर हल्लाउनै पर्यो। अनि त्यसपछि फन घुम्नै पर्यो। त्यस्तै बनाएँ। अनि त्यसपछि हाम्रो दिन सक्यो। बाई।